धेरै मान्छेहरूले भन्नुहुन्छ कपिङको खासै फाइदा हुँदैन, तर के तपाईँलाई सही तरिका थाहा छ? नमस्कार, म आज तपाईँहरूलाई कपिङको बारेमा केही कुरा भन्नेछु। यहाँ हामी वैज्ञानिक र आयुर्वेदिक पद्धतिबाट कपिङ थेरापी गर्छौँ। अब धेरै मान्छेहरूको चासोको विषय भनेको कपिङले कसरी काम गर्छ भन्ने कुरामा हुन्छ। कपिङले शरीरको विषाक्त पदार्थ निकालेर हलुका महसुस गराउने, दुखाइ, थकान र ब्लड सर्कुलेसन सुधारको लागि प्रभावकारी उपचार मानिन्छ। अब धेरै मान्छेहरूलाई कपिङ हप्तामा कतिचोटि गरिन्छ भनेर निकै ठुलो चासो हुन्छ। कपिङ हप्तामा 1 देखि 2 पटक गर्न मिल्छ, तर सही गाइडलाइन्सको आवश्यकता पर्छ। गलत तरिकाले गर्दा फाइदा भन्दा बेफाइदा पनि हुन सक्छ। यदि तपाईँ पनि प्राकृतिक तरिकाले स्वास्थ्य सुधार्न चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्। हाम्रो लोकेसन रहेको छ पेप्सी कोला सनराइज चौक। कन्ट्याक्ट नम्बर हाम्रो डिस्प्लेमा राखि नै दिइरहेको छु। हजुरले यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।